साथीहरु एकैछिन उहाँको कुरा सुन्नुस् त कस्तो लाग्छ तपाईहरुलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिने होला है त तपाईको बयान त सम्पत्ति शुद्धिकरणले लिनुपर्छ तपाईको बयान त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिने हो त्यति मात्र होइन तपाईको बयान त उच्च स्तरीय छानबिन समितिले लिने हो तत्कालीन गृहमन्त्री रवि लामेछानेलाई नैतिकताको पाठ पढाउँदै जो तपाई रमेश लेखक अहिले गृहमन्त्री हुनुहुन्छ उहाँले के भन्नुभयो भने आरोप लागिसकेपछि जब रवि लामेछानेलाई आरोप लागिरहेको थियो आरोप लागिसकेपछि जो कोहीले पनि निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो यही शब्द उहाँले भन्नुभएको थियो तपाई अरूलाई आरोप लाउँदा भन्नुहुन्छ राजीनामा देऊ जतिखेर रवि लामेछानेलाई उहाँले आरोप लाउँदा भन्नुभएको थियो राजीनामा दिनुस् मार्ग प्रशस्त गर्नुस् बाटो खोलिदिनुस् जब तपाईमा आरोप आउँछ उहाँ भन्दै हुनुहुन्छ प्रमाण खोज प्रमाण चाहिन्छ यो त कर्मचारीले गरेको मुछेको भयो नि कर्मचारी मुछेका छन् मेरो केही दोष छैन प्रमाण खोज भन्नुहुन्छ आज गृहमन्त्रीज्यू भन्दै हुनुहुन्छ मैले खाएको होइन कर्मचारीले खायो मैले किन जिम्मा लिने उहाँले आज यो कुरा भन्दै हुनुहुन्छ खाने बेला मिलेर खाने दोष कर्मचारीले दिएर होला र गृहमन्त्रीज्यू तीर्थराज भट्टराई उहाँलाई नियन्त्रणमा लियो गृह प्रशासनका अरू सारा कर्मचारीहरू पनि संलग्न भएको अहिलेसम्मको यो धेरै ठुलो भ्रष्टाचार हो यो प्रकरणमा अचम्म छ सबै कर्मचारी मिलेका छन् अरू त अरू हो ड्राइभर र शौचालयमा सरसफाई गर्ने कर्मचारीले पनि त्यहाँ भाग पाउने रहेछन् सबैलाई भाग दिएपछि विवाद पनि नहुने बाहिर कुरा पनि नजाने कस्तो राम्रो तरिका कस्तो राम्रो योजना अझ त्यति मात्रै होइन मध्यरातमा सेटिङमा महिलाहरूलाई उडाउने अरू बेला उडाएपछि त्यहाँ थाहा हुन्छ अरूले थाहा पाउँछन् त्यहाँ पत्रकारले थाहा पाउँछन् त्यहाँ अख्तियारले थाहा पाउँछ भनेर महिलाहरूलाई रातिमा मात्रै उडाउने रकम बाँडफाँड गर्ने पनि छुट्टै समिति रहेछ त्यहाँ एउटा 5 जनाको समिति हुन्छ रे रकम बाँडफाँड गर्ने उठाउने समिति छुट्टै बाँडफाँड गर्ने समिति छुट्टै सबैले आफ्ना दर्जा र भूमिका अनुसार पैसा पाउने यस्तो गम्भीर मामलामा बदनाम भएका अधिकृतलाई मन्त्रीले किन यति प्यारो मान्नुभयो छानबिन गरिरहँदा 14 जना कर्मचारीहरूलाई फेरि किन हटाइयो हाम्रो माननीय गृहमन्त्रीज्यू कानुनको ज्ञाता हुनुहुन्छ उहाँ मृदुभाषी पनि हुनुहुन्छ उहाँ तर्क गर्नलाई कुतर्क गर्नलाई धेरै सिपालु हुनुहुन्छ सबैभन्दा बढी नैतिकताका कुरा उठाउने कोही हुनुहुन्छ भने अहिलेको गृहमन्त्री रमेश लेखकजी हुनुहुन्छ त्यति नैतिकताको कुरा उठाउने राष्ट्रिय सभामा पनि मैले आजसम्म कसैलाई देखेको छैन यतिखेर मेन पावरदेखि एयरलाइन्ससम्म मन्त्रीदेखि सचिवालयसम्म जोडिदा त्यो नैतिकताको कुरा तपाईमा आउँछ कि आउँदैन मानव तस्करसँग मिलेर कर्मचारीहरूले रकम असुल गर्ने प्रत्येक दिन भिजिट भिसामा निमुखा नेपालीहरूलाई विदेश पठाउने प्रकरणमा गृहमन्त्रीज्यू तपाईँ पनि मुछिनु भयो नि मौकामा चौका हान्नु भएको त होइन भाषण एउटा गर्ने आचरण अर्को आजकल गृहमन्त्रीले ज्यूले गुहार मागेको नेपाली कांग्रेसका नेताहरूसँग मलाई जोगाइदेऊ भनेर उहाँले गुहार माग्नु भएको छ प्रमाण देऊ म राजीनामा मात्रै होइन राजनीति छोड्छु अरूले त प्रमाण चाहिँदैन अरूको त कुरा उठ्ने बित्तिकै राजीनामा गर्नुपर्छ अरूले नैतिकताको आधारमा तर उहाँलाई प्रमाण चाहिन्छ नेपाली जनतालाई उहाँको राजनीतिसँग मतलब छैन